हे गाइस गुड मर्निङ। अनि यता मेरो भाइ कहाँ छ त भाइ? मेरो भाइ कहाँ छ र हामी चाहिँ अहिले आज माई मेला घुम्न जाँदैछौँ। अन्त यताको दृश्य यस्तो अहिले चाहिँ यो पत्री जङ्गल भाइ, पत्री जङ्गलतिर अनि हामी चाहिँ अब आज टुरमा जाँदैछौँ। मम्मी छ गाडी अनि मेरो भाइ चाहिँ अच्छा कतिको मोज लागिरहेको छ त। अन्त भाइ चाहिँ यता यता हेर्दा बोल के छ नि खबर? माघे सङ्क्रान्ति के छ नि? मुसु मुसु हाँस्दैछ भाइ चाहिँ, के पनि बोल्दैन। परेवा किनेर मम्मी चाहिँ लाँदै हुनुहुन्छ। हामी चाहिँ यो झापाको माई मेला प्रस्थान गर्दैछु। अन्त यता चाहिँ मम्मी अनि भिजिट गर्दैछु गाइस। यता चाहिँ मम्मी र भाइ पछाडि, म चाहिँ अगाडि हिँड्दैछु। यता फुलहरू पनि पाउँदो रहेछ गाइस। हजुर सुपारी र पान चाहिँ कहाँ चढाउनु पर्छ? गोलामा पान सुपारी कति? पान सुपारी बाटेको दुध छैन? यो सानो कति? 30 दिनु। हेलो त्यो बाटेको दुध एक्सक्युज मी, भिजेको दिनु न। कता हो? यहाँको भन् त अलिकति डेफिनेसन गर्दा भन् न। हामी कहाँ आएको? आज चाहिँ हामी यो कति? भन् न, आज चाहिँ हामी माई मेला आएको। अन्त गाइस तपाईँहरूको चाहिँ कस्तो माघे सङ्क्रान्तिको हामीलाई जस्तो भयो भन् न, भन् त छिटो। सबै थोक ल्याएको छ। गाइस यो चाहिँ माई मेला। आज चाहिँ हामी माघे सङ्क्रान्ति माघे सङ्क्रान्तिको अब चाहिँ हामी लगभग मन्दिरतिर प्रस्थान गर्न आँटेको छौँ। अन्त यता मेरो मम्मी, यता भाइ कान्छो, अनि यता चाहिँ जेठो भनेर बसेको। अन्त यसलाई हामी चाहिँ माई मेला दर्शन गर्न हिँडेको अरे मैले। चस्मा पहिले सानोमा चाहिँ हामीले त्यो लाउँथ्यौँ क्या, सुन पनि बेच्दैछ। यता जुलाबी पेडा, चाँदी हराएमा डर छैन। यता चाहिँ खेलाउने गाइजहरू, खेलाउने कोकोलाई मनपर्छ।
अब यसले मम्मी यहाँको चाहिँ के हेरे माईको विशेषता चाहिँ के हो मैले कुरा बुझिनँ नि होइन यहाँ होइन मान्ने चाहिँ के हो कसलाई माई भनेको माता हो मानेर अनि पछि भएर जाने क्या यहाँ मानेर ए चाहिँ माईलाई चाहिँ मनाउने हो। त्यसपछि बाउमा पाउमा जानुपर्छ त्यसपछि जय हो बोलो बाबा यता चाहिँ माई मेरो मन्दिर जाने होला र चाहिँ अहिले एकछिन हामी मन्दिर आउँछौँ सरी टेरिका माईमा नुहाउने मान्छेहरू छ अहिले क्राउड हुन थालिसकेको छ गाई चाहिँ लगभग बिहान बिहानै अहिले चाहिँ बाटो यहाँ जाम छैन एकछिनमा चाहिँ भरेतिर जाम हुन्छ पुल्लुक्क म त यति हाम फालिहाल्छु मम्मीले सक्नुहुन्न कान्छो जम्मा हाल्न सक्छस् आम्म गाइस ल हेरौँ यो चाहिँ माई मेलाको माथिदेखिको लिएर यतासम्मको चाहिँ माथि कहाँसम्मको गाइसहरू यता पनि मम्मी चाहिँ यहाँ हिँड्दै हेर्छु कान्छोले चाहिँ यत्रो ब्याग बोकेको छ अन्त लम्राङ मम्मी चाहिँ उता आइए ब्रेक अब गएर चिसो पानीमा झम्मै नुहाउँदाखेरि त गाइस वाह मजा आउँछ होला हौ आज यताको चाहिँ यस्तो अन्त यो माघे सङ्क्रान्तिको जाडोमा आज त घाम चाहिँ लागिरहेछ नभए यस्तो बिजोक चाहिँ हुन्थ्यो होला अन्त हामी चाहिँ माघे सङ्क्रान्तिमा माई मेलामा नुहाउन आएको यो त पूजासुजा गर्नुपर्छ हाम्रो मम्मीहरू चाहिँ कता हिँड्नुभएको मम्मी तपाईँहरू चोला बोकेर त्यो चाहिँ कुन खेल हो हेलो मिजु के छ हौ हालखबर पूजा हुँदैछ आमा ल है ल हामी पनि मास्टर लान्छौँ है भर्खर घरको भाउजूहरूसँग अरे कता जानु है फाइनली गाइस माघे सङ्क्रान्ति माई मेलामा चाहिँ अब नुहाउनलाई तर्खर अनि यता चाहिँ सबैजना अब जाडोमा कुलमा किन यस्तो नुहाउन आएको होला जाडोमा घरमा गएर सुत्नु छोडेर तर म पनि आएको है जाडोमा नुहाउन मजा हुन्छ नि त धर्म कर्म मान्दाखेरि चाहिँ जाडो मान्नु भएन हो कि भाइ भन् हो कि मम्मी पानी त आइसबाटै बगेर आएको जस्तो छ तिमीले यसलाई चाहिँ
मजा आयो ला काम गर्नुपर्छ गरममै भयो टाउको पानी हालिन होइन जुब्लुका बनाऊ न जुब्लुका लाग्छ अर्को खेप पनि टाउको बाती बाल्नु पर्नु मैले हिँड्नै जान्दिनँ के गर्नु जाऊ माइकसँग पूजा गर्छ अगरबत्ती बाल्नु रोग जाओस् घुम्नु पढ्न आओस् अरू के गर्नु नखोल्नु त म खोल्छु हे गाइज पजल चाहिँ अहिले वर्सिप गर्दै पूजा गर्दै अब मैले चाहिँ पुजिसकेको अब भाइको पालो मम्मी चाहिँ यहाँ टपरीमा के गर्नु बताउनु बत्ती बाल्दै हुनुहुन्छ म चाहिँ भिडियो बनाउँदै बिहानीको किरण माई खोलामा चुब्लुङ्गा नुहाउँदाखेरि मान्छे चाहिँ फुल भएको थिएँ हाम्रो भाइ चाहिँ ननुहाइकन पूजा गर्दैछ है यो लास्टै अल्छे छ मम्मी चाहिँ नुहाउनु भयो जाडोमा जे होस् लड्नुहुन्छ है मम्मी बिस्तारै आउनु ल भाइ पनि छु त्यहाँ सबैले छुने हो अनि ट्याक्क पाएर ओ ओए तँ खेल्न यसले के पनि गर्दैन पानी पानी खानु मिल्दा राखेको रात दिन माई मायाको झलको हामीले चाहिँ पूजा गरेर डोनेट आज चाहिँ मान्छेहरू
सबैजना यहाँ चाहिँ दर्शन गर्ने मान्छेहरू कम्तीमा त धेरै जान्छ हामी चाहिँ खुल्लामा पूजा गर्ने है पूजा गर्छ कि गर्छ के गर्नुभएको तपाईँले चाहिँ पूजा गरिसकेको भाइ भेटी चढाइनस् पैसा कहाँ चढा से चढा यहाँ 2 रुपियाँ 2 रुपियाँ पैसा चढाउँदैछ अहिले चाहिँ अन्त मम्मी के हो भगवान्को नामहरू 7 वटा एउटा एप्पल बाँकी पैसा अनि चढाएर चाहिँ हामीले फाइनली गरिसक्यौँ टिका लगाइदिनु न हौ मम्मी के साह्रो हौ टिका लगाउनु परेन ल टिका कता के माथि आउनु होइन वेट गर्नु एकछिन सुनेको छैन अलिक नजिकबाट बना त भाइ 0.6 भन्नु माई मातामा बिहानै नुहाएर आशीर्वाद दिँदै हुन्छ हाम्रो मम्मी चाहिँ अन्त खोइ आशीर्वाद चाहिँ भन्ने हुन्न भन्नु त भन न माई माताले हाम्रो भाइलाई रक्षा गरून् भनेर भन्नु न हौ के साह्रो होला हौ सिकाउनु पर्ने मैले माई माताले रक्षा गरून् हाके ताएको पुगोस् कान्छो छोरोलाई भनेर भन्नु जेठो छोरोलाई आशीर्वाद दिइसके भन्नु छैन तपाईँलाई चाहिँ टिका नलाइदिनु हामी आफै लाउनु न टिका टिका लाउनु त पहिला अनि हात धुनु लाउनु अलिकति लाउनुपर्छ त हौ अनि यो त यहाँको अनि खोलाको लाउनु परेन हाम्रो मम्मीलाई चाहिँ बिहारी चुप्लुङ्गा नुहाएर पूजा गर्नुभएको माई माताले रक्षा गरून् है मैले आशीर्वाद दिएको लागि जाओस् मैले चाहिँ नगर्ने मैले चाहिँ हट्नु मम्मी हट्नु नि यता साइड खोल्छु हेर्नु नि तपाईँ चाहिँ हामी चाहिँ पाठी गएर माथालाई अब हामी पूजा गर्नु गइरहेको र पढेर उडाउनु गइरहेछौँ हो त्यो यो दुईटा हातमा समाएर बस्दा यहाँ माताले गर्दैन समाउन पर्छ बस्नुको हुन्छ लाउनु हजुरहरु ल कसको नामको भन्नु ल मलाई मेरो नाम हो सबै न सबै अहिले एकजना कसको भएको हुन्छ नि त नि मेरो नाम के हो गणेश गणेश भाइ त्यो भएको कुरा हो सोच्नु राम्रो राम्रो भनेको यो सुता शान्ति बेसी राम्रो आमा पापालाई अहिले आएर उडाउनु भएको छ अझदेखि भएको छ भने देखाउन पर्यो पाउँला पाउनु ओदा छोड्दिन ढोलेर आउनु ल हजुरहरु त्यसै यो सुख शान्ति होस् उहाँ छोडिदिनु न मातालाई माताको पाउमा ओदा भित्र छोडिदिनु न भित्र ओदा भित्र छोडिदिनु पैसा चढाउनु पैसा भाइ ए पहिले टिका लाउनु
पूजा बाबु टिका लगाइदेऊ न मातालाई सबै फुल नचढाऊ है म तल पनि छन् खानु हुँदैन त हो यत्रो पवित्र धाममा बसेर चढाइदिनु सिङ्गो फल सबै हनुमान पनि सीताराम पनि हुनुहुँदो रहेछ फुल सबैमा सक्नु नानी निस्किन्छु मेरो चाहिँ भइसक्यो के हुँदैन घरै पनि ढोगेर किन मैले त पुगिसक्यो त शिवजी ल्याउने ल गाई चाहिँ हामीले चाहिँ पाथी भएर मातालाई पूजा गरेर खोलाको पनि दर्शन गरेर चाहिँ अब हामी जान आँटेको छौँ अर्को मन्दिरतिर ल जाउँ कता हो मेन मन्दिर चाहिँ मम्मी म पैसा दिन्न भाइलाई यहाँ राखिदेऊ Oh, hello.
कता हिँडेको कता हिँडेको तिमी यता हेर्दैनौ कता हिँड्नुभएको हौ दिदी खोइ मम्मी खोइ पसल मम्मी उहाँ पुग्नु भएको छ ल उता नुहाइ धुवाइ गरेर पूजा गरेर सबै गरेर आइसकेको ल मम्मी ए मम्मी दिने कुरा यहाँ दिनु न त्यो के हो खाली गर्नु न त्यो ब्यागको रातै चढाइरहेको मोबाइलहरू आफूलाई सुरक्षित गरेर मात्र दर्शन गर्नलाई स्नान हामी भवनहरू निर्माण गरिराखेका छौँ। यहाँ के वर्तमान पुरा गर्न सक्ने भवनहरू निर्माण गरेका छौँ र मन्दिरको माथिको छानामा पित्तलको छानाहरू पनि लगाइराखेका छौँ र भक्तजनकै सहयोगले आज यो क्षेत्र विकास भइराखेको छ र हामी अनुरोध गरेको छौँ तपाईँहरूको सानो सानो सहयोगले आज काम भइराखेको छ। हामीले केही सहयोग गर्यो भने मात्रै हाम्रो भावी क्षेत्र विकास हुन्छ। एउटा भक्तजनकै सुविधाको लागि हामीले भवनहरू निर्माण गरेका छौँ। आज मन्दिरको छानामा पित्तलको पाताहरू लगाउने कार्य पनि भइराखेको छ। सबैले सहयोग गर्न अगाडि बढाइराखेका छौँ। गुलियो चढाउँछ पैसा चढाउँछ देखाउनु मात्रै पैसा दिनु न। यहाँ अहिले टिपेर दिनु क्या उता लगाएर यहाँ देख्नु भएन भने देखाउने मान्छे पनि भित्र हुनुहुन्छ। सतवटा भुजना यसरी सहयोग गरिराख्नु भएको छ। जित नारायण नेता परिवार चालबाट 20 रुपियाँ सहयोग गर्नुभएको छ। हाम्रो मन्दिर निर्माणलाई सम्पूर्ण परिवारजनमा भाइ बहिनी रक्षा गरौँ। धन्यवाद। नबेन मोहन उर्लाबारीबाट
रु 105 सहयोग गर्नुभएको छ। उहाँका सम्पूर्ण परिवारजनमा माई भगवतीले सधैँ रक्षा गरून्, भोलेनाथ बाबाले सधैँ कृपा गरून्। तेज बहादुर पौडेल 105 सहयोग गर्नुभएको छ भाउनेबाट। उहाँको सम्पूर्ण परिवारजनमा माई भगवतीले रक्षा गर्नुभएको धन्यवाद। त्यसै गरी रूपा देवी चौधरी सोचेर आउनुभएको छ आफ्नो मनोकामनाहरू भोलेनाथ बाबाले पुरा गरिदिनु भाइ धन्यवाद। यहाँनिर पूजा होइन, अनि फेरि भित्र जाऊ। भित्र मूर्ति छ, मूर्तिलाई पुजेर नि बाहिर टेक्नु। भक्तजनहरू हामी अनुरोध गर्छौँ आफ्नो सामानहरू, झोलाहरू, मोबाइलहरू सुरक्षित गरेर मात्रै मन्दिरमा दर्शन गर्नुहोला। गर्नुभएको छ। सम्पूर्ण परिवारजनमा माई भगवती भोलेनाथ बाबाले सधैँ रक्षा गरून्, मनोकामना पुरा गरिदिनु धन्यवाद। शक्तिनाथजी लागि आफ्नो 110 सहयोग गर्नुभएको छ। उहाँका सम्पूर्ण परिवारजनमा माई भगवती भोलेनाथ बाबाले सधैँ रक्षा गर्नुहुन्छ धन्यवाद। अघि बिहान आउँदा तर अहिलेको क्राउड चाहिँ छुट्टै छ गाइस है। अन्त यता भाइ फेरि एकदम चिलमा, यता मम्मी। हामीले चाहिँ फाइनली माई पूजा गरेर अब रिब्याक होम, रिटर्न होम। अन्त यो चाहिँ यस्तो दृश्य हामीले चाहिँ यताको पनि पूजा गऱ्यो भएर अहिले चाहिँ भ्याएर हिँडिसकेको हो।